तपाईहरूले समाचारमा धेरै पटक सुन्नुभएको होला, अवैध सम्पत्ति शुद्धिकरण गरेको आरोपमा फलानु पक्राउ पर्यो। आखिर यो सम्पत्ति शुद्धिकरण वा मनी लन्ड्रिङ भनेको के हो? कसरी अपराधीहरूले गलत तरिकाले कमाएको पैसालाई रातारात वैध बनाउँछन्? आउनुहोस्, आजको भिडियोमा हामी यसै विषयमा सरल भाषामा चर्चा गर्नेछौँ। सम्पत्ति शुद्धिकरण भनेको गैर कानुनी वा आपराधिक क्रियाकलापबाट कमाएको सम्पत्तिलाई कानुनी वा वैध देखाउने प्रक्रिया हो। जस्तै लागु औषध, भ्रष्टाचार, चोरीबाट कमाएको कालो धनलाई विभिन्न माध्यमहरू प्रयोग गरेर सफा वा सेतो धन बनाउने प्रक्रिया नै सम्पत्ति शुद्धिकरण हो। अपराधीहरूले सम्पत्ति शुद्धिकरण गर्दाखेरि सामान्यतया 3टा चरण पास गर्दछन्, जसमा प्लेसमेन्ट, लेयरिङ र इन्टिग्रेसन। प्लेसमेन्ट, जस अन्तर्गत अपराधीहरूले कमाएको कालो धनलाई ठुलो रकम एकैचोटि ब्याङ्कमा जम्मा नगरेर ससानो भागमा धेरैवटा ब्याङ्क खातामा जम्मा गर्ने गर्दछन्। सम्पत्ति शुद्धिकरण अन्तर्गतको दोस्रो चरण हो लेयरिङ, जस अन्तर्गत अपराधीहरूले पैसाको स्रोत लुकाउने काम गर्दछन् र एक ब्याङ्कबाट अर्को ब्याङ्कमा पटक पटक कारोबार गरेर, सेयरमा लगानी गरेर, सुनमा लगानी गरेर वा क्यास भोल्युम, क्यास ट्रान्जेक्सन धेरै हुने व्यवसायहरू गरेर पैसाको ट्र्याक मेटाउने काम गर्दछन्। सम्पत्ति शुद्धिकरणको अन्तिम चरण हो इन्टिग्रेसन, जस अन्तर्गत विभिन्न लेयरहरूमा राखेको पैसा, जस्तै विभिन्न ठाउँमा लगानी गरेको पैसा तिनीहरूले एकत्रित गर्छन् र एउटा रियल इस्टेट वा उद्योगमा लगानी गर्छन् र त्यो बेलासम्म अपराधीहरू उद्योगपति बनिसकेका हुन्छन्। सम्पत्ति शुद्धिकरणले देशको अर्थतन्त्रलाई खुकुरो बनाउँछ र वास्तविक मेहनत गर्नेहरूलाई पछि पार्दछ। यस्तै जानकारीमूलक भिडियोको लागि सब्स्क्राइब गर्दै गर्नुहोला।